एक्जामको दिन स्कुल बाहिर यस्तो माहौल हुन्छ थाहा छ। म आज तपाईहरुलाई त्यो वास्तविक दृश्य देखाउँदैछु। सो हेलो फ्यामिली, तपाईहरुलाई फेरि पनि स्वागत छ छोटो मिठो मिनी व्लगमा। अहिले म स्कुलको पछाडी छु। यहाँ के कस्तो दृश्य छ भनेर हेर्न आएको हुँ। ठिकठाक नै छ यहाँ। अनि यहाँको मकै चाहिँ मेरै साथीको हो है। आज चाहिँ सामाजिक विषयको एक्जाम रहेको छ। आज कुनको एक्जाम हो? आज सोसियलको एक्जाम। अनि हिजो विज्ञानको थियो, तर केही पारिवारिक समस्याका कारण ब्लग बनाउन पाइन, त्यसको लागि सरी। अनि चाहिँ मैले यसो दाइहरुसँग छु र अहिले हामी स्कुलको गेट तर्फ लाग्दैछौँ। तपाईहरुले अझै मेरो आइडी फलो गरिदिनु भएको छैन भने फलो गरिदिनु होला, लाइक कमेन्ट शेयर अनिवार्य गरिदिनु होला। अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु होला। अहिले सबैजना लाइनमा लागिरहनु भएको छ र म तपाईहरुलाई देखाउँदै छु। यदि तपाईहरु अहिले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने बेस्ट अफ लक, राम्रोसँग एक्जाम दिनु होला। तपाईहरुको साथी वा फ्यामिली मध्ये कसैले पनि एक्जाम दिँदै हुनुहुन्छ भने यो भिडियो शेयर गरिदिनु होला वा मेन्सन पनि गरिदिनु होला। अनि स्कुलको छेउमै मकै बेच्दै हुनुहुन्छ। अब चेक गर्न त केटाहरू मात्रै बाँकी रहेछन्, त्यो पनि लगभग 2-3 जना। अहिले चाहिँ सबैजना एक्जाम हलमा पसिसकेछन्। म पनि घर आए, खानासाना खाए अनि एकछिन सुते। अनि बाहिर निस्केर हेर्दा यहाँ त श्री सरस्वती नमुना माध्यमिक विद्यालयको बस रहेछ। मैले चाहिँ यही श्री सरस्वती नमुना माध्यमिक विद्यालयमा गएर कक्षा 12 को एक्जाम दिनुपर्ने हुन्छ। म पनि तपाईहरुको स्कुल छिटे आउँदैछु। यहाँ घर घरमा बाइकहरू धेरै राखेका छन् अनि पसलहरूमा पनि धेरै छ गाडीहरू, साइकलहरू। र एकछिन पछाडि स्कुलमा घन्टी लाग्छ अनि साथीहरू मलाई भेट्न आएका रहेछन्। धेरै खुसी लाग्यो, साथीलाई पनि भेट हुने अनि यसो विद्यार्थीहरू के कस्तो छन् भनेर हेर्न पनि पाउने भनेका रहेछन्। अनि एकछिन पछाडि भिड पुरै शान्त भयो। आजको लागि यति नै। थ्यांक यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो।